डोसा, इडली, सांबर, चटनी। बेंगलोर जस्तो डोसा अब काठमाडौँमै। मैले त खाएर लिटरली छक्कै पर्यो भन। म रिसेन्टली एमटीआर गएको थिएँ, मावली टिफिन रूम्स, जुन 1924 मा बेंगलोरबाट सुरु भएको साउथ इन्डियन ब्रान्ड हो। अब नेपालमै खुलेको छ, कमलादी र पशुपतिमा। मैले खाएँ यो ठुलो क्रन्ची डोसा, क्रिस्पी सफ्ट भित्र, अनि सांबर र चटनीले त पर्फेक्ट नै बनाइदिएको थियो। र ग्यास्ट्रिक जिरो, किनभने यहाँको खाना हाइजेनिक, लाइट अनि फ्रेश सामग्रीबाट बनेको हुन्छ। एमटीआर भनेको प्योर भेजिटेरियन फ्यामिली रेस्टुरेन्ट हो। होम डेलिभरी र केटरिङ सेवा पनि छ। अनि यहाँको मिनी थालीसँग फ्री पेप्सी, फेरि मिनी टिफिन कम्बोसँग फ्री हट बेभरेज। यो हो नि त भ्यालुको कदर भनेको। अनि अर्को खतरा कुरा, मैले खाएको रवा इडली, त्यो त एक्चुअलमा एमटीआर के इन्भेन्सन रहेछ। वर्ल्ड वार 2 को बेलामा चामलको अभाव हुँदा सुजी प्रयोग गरेर बनाइएको रहेछ। हाउ कूल इज दैट। त्यसपछि खाए मंगलोर बन्स, सफ्ट, माइल्डली स्वीट, म्याश बनानाले भरिएको फ्राइड गुडनेस। र अन्त्यमा लेमन राइस, हल्का मसला, करी पत्ताको अरोमा, लाइट येट स्याटिस्फाइङ। साउथ इन्डियन खाना मन पर्छ भने एमटीआर इज अ मस्ट ट्राई। गएर हेर्नुस् अनि मलाई थ्यांक यू भन्नु होला है त। अनि फलो फर मोर खानेकुरा।